अनि त्यहाँदेखि चाहिँ बोयमा लगाएर राख्छु है म चाहिँ यहाँनिर सबैजनाले बुढाको अचार भन्छ नि हो यस्तै चाहिँ घरैमा बनाउन खोजेको होइन। अनि सुँगुरको यो हड्डी सब्जी खाने मासु हो तर यो हड्डी छानेर चाहिँ मासु निकालेर चाहिँ त्यो अचार बनाउनु भन्दैछु। आज वर्ल्ड कप हुँदैछ फाइनल, त्यही भएर त्यसको लागि रेडी गर्दै गरेको है। मेरो स्टाइलको बनाउँछु है। चाहिँ हड्डी छुट्याएँ, यसलाई चाहिँ मैले मासु छुट्याएको छु होइन। अब यसलाई धुन्छु म। यो हड्डी पनि म फ्याँक्दिनँ, यो अर्कै रेसिपी बनाउँछु म। नेपाली स्टाइलको बनाउँछु यसलाई होइन। यो चाहिँ आज खाँदिनँ म, त्यही भएर बन्द गरेर राख्छु। तातो पानी लगाउँछु र अलिअलि नुन लगाएर है मजाले मोस्छु, धुन्छु। यो जस्ट मैलाको लागि हो, सफा गर्ने मात्रै हो। म चाहिँ अब म्यारिनेट गर्न आँटेको। म चाहिँ सिम्पल बनाउँछु है, नुन लगाउँछु है म्यारिनेटमा, अनि त्यहाँदेखि हल्दी लाउँछु है। अनि त्यहाँदेखि चाहिँ मेरो चाहिँ मुस्ने काम हो। हामी यसलाई एक मुठी जति सोप लाउँछौँ। बाह्र मसला, जिरा, हल्का तोरी। यसको नाम चाहिँ मलाई थाहा भएन, यो पनि लगाइदिएको। यो खुर्सानी भिजेर राखेँ, ब्लेन्डरमा हाल्ने। 3टा डल्ला खुर्सानी त्यहीँ हालिदिएको। म चाहिँ अब एयर स्प्रे गरेको है। म चाहिँ एयर फ्रायरमा गर्छु, डिप फ्राई गर्दिनँ है। म्यारिनेट गरेर राखेको यस्तो भएको रहेछ। अब म यो सबै हाल्छु। मैले चाहिँ एकैचोटि सबै हालिदिएको छु होइन एयर फ्रायरको लागि। अब हाल्दै 400 लगाएर 20। म चाहिँ अब बनाउनु थालेँ है। यो के अरे यो मसलाहरू पकाउनु थालेको। अलिकति तेल तराएर म चाहिँ प्रायः कम्ती तेलमै गर्नु खोज्छु। मैले त्यो खराइनँ होइन, त्यो मैले एयर फ्राई